नमस्ते। सरकारी स्कुलबाट प्रतिनिधित्व गर्दै म आज यहाँ आउन पाउँदा धेरै खुसी छु। ल हेर्नुहोस्, अब सरकारी स्कुल र प्राइभेट स्कुलको कुरा गर्दाखेरि सरकारी स्कुलका आत्मनिर्भर हुन्छन्, प्राइभेटकालाई बाबुले स्क्रिप्ट लेखिदिनु पर्छ, हामी आफै लेखेर आउँछौँ। मलाई अर्को नि आयो आयो भने त अनि बाहिर टोइलेट छ, यहाँ त पाइँदैन बोल्न पिच्छ। आफ्नै टिमको मान्छे भर्व पर्यो यार। पछि आउनु पाला लाइन लाएर सरकारी स्कुल भयो भने लाइनमा गर्नुपर्छ भन्ने कुरा हामी थाहा छ। त्यसै उसको र मेरो डिस्कस पर्यो यतिकै होइन क्या। नगरौँ चुवा केटी ल्यायो भनेर अरूलाई पनि पाइँदैन। होइन सीताले आँखा लाउँदासम्म केही छैन, सुन्दरले लाग्यो नाम। अर्का मालतिर हालाइन्न भाइ। चुप खबरदार, तिमीहरू